बझाङ जिल्लाको विकट गाउँ सुरमा गाउँपालिका अहिले यार्सा गुम्बा सङ्कलनको मौसम सँगसँगै पूर्ण रूपमा जनशून्य जस्तै देखिन्छ। स्थानीयहरू चैतको सुरु भएसँगै असार मसान्तसम्मका लागि आफ्नो घरमा ताला लगाएर हिमाली क्षेत्रको अत्यन्तै जोखिमपूर्ण यात्रामा लागेका छन्, जसको एउटै उद्देश्य हुन्छ यार्सा गुम्बा सङ्कलन गरी वर्षभरको जीविकोपार्जन सुनिश्चित गर्नु र ती स्थानहरू जहाँ यार्सा पाइन्छन् ती कुनै पनि सामान्य स्थल होइन। ती धपोडा, जलजला, पार्थी, धलडुङ्गा, मालेचुपी र धनसेरी, त्यसको साथसाथै नेलकोटी, अप हिमालको आधा क्षेत्र र साइपाल हिमालको वरिपरिका चिसा अनि कठिन भेगहरू हुन् जहाँ पुग्न मानिसहरूले केवल शारीरिक शक्ति होइन, अदम्य साहस, बाँच्ने दृढ इच्छा शक्ति र भाग्यको साथ पनि चाहिन्छ। ती स्थानहरूमा जाने मार्ग न सडकले जोडिएका छन्, न कुनै यातायातको सुविधा उपलब्ध छन्, न सञ्चार र सञ्जाल छ। स्वास्थ्य सेवा यदि जोखिम उठाएर पनि हजारौं मानिस हरेक वर्ष त्यहाँ जान बाध्य छन्, किनकि उनीहरूको जीविकोपार्जनको प्रमुख आधार नै यही मौसमी यार्सा हो, जसलाई धेरैले हिमाली सुन पनि भन्छन्। यसको मूल्य बजारमा अत्याधिक छ, तर यो मूल्य सङ्कलनकर्तालाई पनि सधैँ उचित रूपले प्राप्त हुने गर्दैन, किनकि बिचौलियाहरू, दलालहरू र असङ्गठित प्रणाली र सरकारी व्यवस्थाले गर्दा यार्सा सङ्कलनकर्ताको जीवन रहन्छ। जति जोखिमपूर्ण आम्दानी भने त्यतिकै अनिश्चित। बझाङको सुरमा गाउँपालिका मात्र होइन, त्यस आसपासका अन्य पालिकाहरू तलकोट, मस्टा, सैपाल, 26 पाथेबेरा, दुर्गाथली, बुङ्गल नगरपालिकाका सयौं नागरिकहरू पनि यही काममा लाग्छन्। विद्यालय, कार्यालय, सेवा क्षेत्रका प्राय सबै काम केही समयका लागि ठप्प हुन्छन्। अभिभावक, शिक्षक, विद्यार्थी, घरधनी, मजदुर, किसान सबै यार्साको सिजनमा हिमालतर्फ लाग्छन्, जुन कुरा आफैमा नेपालको पहाडी समाजको विडम्बनात्मक आर्थिक यथार्थ हो, जहाँ जीवनको सुरक्षाभन्दा पेटको माग ठुलो हुन्छ, जुन समाजमा बालबालिकाको शिक्षाको महत्त्वभन्दा पनि उनीहरूको यार्सा टिप्न सक्ने क्षमतामा भर पर्छ। ती गाउँहरूमा सिजनभरि विद्यालय बन्द हुन्छन्, गाउँ सुनसान हुन्छ, तर हिमालमा रमझम हुन्छ। रमझम भनेको चिसो, रोग, थकान, भोग, पहिरो, दुर्घटना र कहिलेकाहीँ मृत्यु। हरेक वर्ष केही व्यक्तिहरू हराउँछन्, कसैले जीवन गुमाउँछन् त कसैको हड्डी भाँचिन्छ, कसैको कलेजो बिग्रिन्छ, तर त्यसको तथ्याङ्क राख्ने कोही हुँदैन। उनीहरूका परिवारहरूले आँसु पुछेर अर्को वर्ष पुनः त्यही जानुपर्ने बाध्यता दोहोर्याउँछन्, किनभने उनीहरूसँग विकल्प नै छैन। उनीहरूको जीवनमा न त स्थानीय सरकारको गम्भीर उपस्थिति देखिन्छ, न त प्रदेश सरकारको नीति, न त सङ्घीय सरकारको ध्यान। हरेक तहका सरकारहरूले यार्सालाई केवल लेखा परीक्षण, रेभिन्यू रूपमा हेर्छन्, तर त्यसको उत्पत्तिमा पसिना बगाउने र ज्यान जोखिममा राख्नेहरूलाई पूर्ण रूपमा व्यवस्था गर्छन्। न त उनीहरूलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइन्छ, न त खाद्यान्न आपूर्ति, न सञ्चार माध्यम, न आकस्मिक उद्धार संयन्त्र। एउटा सामान्य प्राथमिक उपचार केन्द्र स्थापना गर्न समेत वर्षौं लाग्ने यो व्यवस्था